मैले चाहिँ लौका कहाँबाट ल्याएँ भन्नुहुन्छ होला साथीहरू, पुरा भेट्नेहरू साथीहरू। आज चाहिँ म बिहानै उठेर दुध ल्याएर चिया पकाएर खाना लागेँ। अनि म उठ्दा चाहिँ हाम्रो मम्मीहरू चाहिँ अघि उठेर खाना खानुहुँदो रहेछ क्या। अनि मकै चियाहरू खाइसकेँ। अनि म चाहिँ मकै कुटाउन गएँ, किनभने म चाहिँ कुखुरा हाम्रो चल्ला निकालेको छ नि त। अनि मकै कुटाउन गएँ, अनि कुटाएर पनि ल्याएँ। अनि कुटाएर ल्याउँदा चाहिँ यहाँ भान्जी छेउछानहरू मिलाउँदै थिइन्। अनि म चाहिँ माइत जानु पर्यो भनेको, यहाँ कोसेलीहरू मम्मीले आफै ठिक पारिदिनु भएको थियो। फेरि आज जाम भनेको, हेर्नु न साथीहरू, मम्मी पुरा टेन्सन खान थालिहाल्नुहुन्छ क्या। अनि जानै पनि कस्तो लाग्यो। अनि छोरीलाई नातिनीलाई पनि नजाऊ छोरू मलाई छोडेर भन्दै हुनुहुन्छ। यस्तो गरी चाहिँ अनि कस्तो नराम्रो लाग्यो मलाई पनि साथीहरू। अनि हेर्नु न साथीहरू, हाम्रोमा चाहिँ यहाँ यसरी लौका फलेको थियो। अनि लौका लिएर टिप्न गएको थिएँ। बोट चाहिँ हेर्नु न साथीहरू, हाम्रोमा बोट चाहिँ छैन कि, र पनि लौका चाहिँ फलिराखेको छ क्या। अनि यस तरकारी पनि यसो हुन्छ, बोट नभए पनि। बोट चाहिँ हेर्नु न मरिराखेको छ क्या। अनि यसमै घिरौला पनि छ, अनि यसमै लौका पनि छ। थाङ्ग्राहरू माथिसम्म जाँदैछ क्या साथीहरू। अनि यस्तै छ आजको दिन। बाई।